चाहिँ यस्तो भइसकेको रहेछ है बुलु ट्यासी दिले सबैजनालाई आज डे 23 मा हजुरहरूलाई स्वागत छ। हजुरहरू सन्चै नै हुनुहुन्छ होला है। म चाहिँ भर्खरै रनिङ गरेर आइसकेँ। अब झाडु साडु गरेर घरको काम निपटाएर है खानापिना खानुपर्ने। बनी बस्नुहोस् तपाईँहरू मेरो भिडियोमा। सो अब हामी मोराङ्गी निदाम गइरहेछु। अस्तिको नथाप्नेहरू मेरो रानी यहाँ छ है चङ्गा। नो लिङ्क सर्भर भनेर चाहिँ अब फर्किनुपर्छ। सो अहिले भर्खरै है म यता ESP बाट फर्किँदाखेरि हुन त अघिदेखिको के भयो भनेर त यहाँ खासमा एक्सिडेन्ट भएको रहेछ नि त। यहाँ हेर्न सक्नुहुन्छ होला, यहाँ त बहुत धेरै एक्सिडेन्ट भइसक्यो पहिलादेखि नै र अहिले पनि हाम्रो यहाँ हेर्न सक्नुहुँदैछ होला एक्सिडेन्ट भएको रहेछ। गाडी 407 रहेछ, हेर्नुहुँदैछ होला तपाईँहरूले। निदामको गडा लाइन भनौँ कि के हो, काल लाइन, त्यहाँ चाहिँ तपाईँको गाडी पल्टिरहेको छ। भर्खरको एक्सिडेन्ट के भयो है। सतर्क बस्नुहोस् है तपाईँहरू पनि। र यहाँ हाम्रो दाजुहरूले साह्रै यतै एकपाडी यहाँ फेरि यस्तो सिरियस भइरहेको छ। यहाँ फेरि हाम्रो मजाक बाबा चाहिँ यस्तो भइसकेको रहेछ है। सो आज डे 23 को लास्ट दिनमा आइपुगेछु हामी। र अब यस पश्चात के छ भन्दाखेरि अब हाम्रोमा एक हप्ता होला खुब्सेको। एक हप्तापछि हाम्रो यो जो मैले यत्रो दिनदेखि गरिरहेको सङ्कल्प पुरा हुनेवाला छ। र मैले यो गर्दा गर्दा कति राम्रो न्युजहरू पनि पाएँ। हजुरहरूलाई बादमा सानो भिडियो माध्यमले चाल पाइहाल्छ के हो कस्तो हो भनेर हजुरहरू। र तपाईँहरू यसरी बनिबस्नुहोस् है त, के हो कसो हो भन्दै बनिबस्नुहोस्। के हो कहाँ हो कसरी हुन्छ भनेर मनमा राखिराख्नुहोस्, केही न केही राम्रो हुन्छ। र आज डे 23 दुर्जे तामाङ साइन आउट।